आजको ट्रान्सफर न्युज डी ब्रुयना टु नेपोली। डी ब्रुयनाले म्यान्चेस्टर सिटी छाड्ने कुरा त पक्का भइसकेको थियो अनि एमएलएसमा जाने कुरा पनि चलिरहेको थियो। त्यसैमा सिकागो फायरले आफ्नो बिड पनि दिइसकेको थियो। बट अहिले आएर नेपोलीले आफ्नो अफिसियल बिड फेरि म्यान्चेस्टर सिटीलाई दिएको छ। अब यो बिड वारमा कसले जित्छ त? बट यो डिसिजन डी ब्रुयनाको हातमा पनि छ। व्हाट डु यु थिंक, डी ब्रुयना यहीँ बस्छ कि एमएलएस जान्छ त? अर्को न्युज रहेको छ एलेक्जेन्डर गार्नाचो लिभिङ म्यान्चेस्टर युनाइटेड। युरोपा लिग फाइनल पछि गार्नाचोले मिडियामा आएर केही एमोरिमको बारेमा भन्नु एन्ड एमोरिमले पनि गार्नाचोको बारेमा केही भन्नु, यसले गर्दा केही हिटेड मुभमेन्टहरू क्रिएट भएको थियो। त्यसैले गर्दा एलेक्जेन्डर गार्नाचो माइट लिभ द क्लब बिकज म्यान्चेस्टर युनाइटेडले एमोरिमलाई लङ टर्म कोचको लागि हेरिरहेको छ। लास्ट न्युजमा जानुपर्दा अन्सु फाटी र मोनाको। अन्सु फाटीले बार्सिलोनामा गेम टाइम नपाएपछि अन्सु फाटी वान्ट्स टु लिभ द क्लब एन्ड मोनाकोले लैजान चाहन्छ एन्ड मोनाको वान्ट्स टु टेक हिम इन अ लोन डिल बाइङ क्लजको साथमा, होइन, पछि बाई पनि गर्न मिल्ने जसरी। आई थिङ्क अन्सु फाटीले टाइम पनि पाउनुपर्छ एन्ड उसको लागि यो राम्रो अपर्च्युनिटी पनि हो। एन्ड नेक्स्ट सिजन मोनाको च्याम्पियन्स लिग पनि खेल्दैछ। लेट्स सी उसले कस्तो खेल्छ। एन्ड हजुरलाई यस्तै ट्रान्सफर न्युजको बारेमा थाहा पाउन मन हुन्छ भने डु लाइक एन्ड फलो टु सपोर्ट मी है।